मौरी चाहिँ यहाँ यो घाम लागेको आसपास छ भन्ने सुनियो। अब रुख ठुलो छ, ट्याङ्कीमा तेल पनि कम छ, त्यही भएर केटाहरू माथि सुतिरहेछ। काट्ने कि जाने हौ? मौरीमा के पाउँछन् के देख्छन् कोनी, त्यस्तो भिटामिन त मलाई खासै लागेन। गुलियो भन्दा यत्रो ठुलो रुख छ, बन्चरले हानेर फुटाएको पहिला। अनि यो भित्र चाहिँ मौरी थियो अरे। हाम्रो हातै खिच्दो हुन्छ, यत्रो भुवा हुन्छ भित्र। त्यत्रो रुख काटे मौरीको लागि। अनि यस्तो टुप्पामा मौरी देख्छन्। यहाँ माथि हाँगामा मौरी छ। अब केटाहरू यहाँ बसिरह, ढाल्ने कि नढाल्ने केही फिक्स छैन। यहाँ छ मौरी, यो काट्नु छ भन्छ। चाहिँ कति देखिन्छ, चाहिँ कति आउँछ त्यो चाहिँ भरे देखिहाल्नु हुनेछ। पनि देखाउँला, भर्खर काट्नु सुरु हुनेछ। यो चाहिँ दोस्रो रुख भन्नुपर्छ। अहिले 4 पनि बज्नु लागिसक्यो। यो काटेर घर जान्छु मलाई। मेरो हात चाहिँ यस्तो भएको छ, हिजो काटेको छ। राम्ररी हात पनि चलाउनु मिल्दैन। बाँदरको यस्तो छ, नङ्गरी पनि छिच। कति लामो है। यही खानु सक्छौ, खाऊ है। तिमीहरूकै परिश्रम हो। नढालौँ भनेर छोडेर जाँदै गर्छ। अनार खानु भने हाल्ने गर्छ। अहिले खाने बेलामा चाहिँ भाग्छ। खाऊ जाँदा कम कि कम। Oh my god, मौरी त फेरि अनारमै हो। के छ भाइ हाल खबर? अर्को खैसान भाइ हेर मिसिन यहाँ छ। हाम्रो दाजु भाइहरू काट्दैछ। हाम्रो मामा हाम्रो चाहिँ यो चाहिँ 1 वर्ष आयु बढ्छ अरे क्या। यो मौरीको मह खायो भने चाहिँ, त्यही भएर हामी काट्न आएको। म चाहिँ यसरी बसेको छु। मलाई डर लाग्छ मौरीले, सुनिन्छ नि मलाई, सुनिन्छ। खानु आउनु होला, खाने भने मलाई सम्झिनु होला। भिर मौरी होइन तर